बालन त यस्तो कस्तो एउटा कुलमाले कसैले विचार गर्यो गरेन नि सही हो कुरा एकदम राम्रो बुझ्यो नि उसको सेटलाई नहराए पनि कुलमानले चाहिँ जित्नु पर्थ्यो यस्तो नगर हामी बिस्तारै आएको हो तर त्यो आफै ठुलो भएर त्यस्तो उसको नाम त बोलाउँदैन नि त्यही भएर भनेर हो नि त सबैजना नाकेर तिमीहरू त यता झोला बोकेर हिँड्नु झोला बोकेर हिँड्नु गरेर म भन्दा दामी कोही कति भएको भाइ अघि भर्खर लगेको क्या अघि भर्खर लगेको त मलाई चाहिँ कहिले 50 रुपियाँ दिनुभयो तपाईँले फेरि यहाँ हो अहिले हौ बराबर भयो त यसको त तेरो भाइ दिमागले काम गर्नु छोडिसक्यो तपाईँले नि बिर्सिनु हुन्छ नि त हौ त्यतिले छिरे मैले राखी अलिकति सुतेर उठेको कफी कति गौ कफी भयो मलाई त हिसाब गरेको छैन तपाईँसँग हिसाब तपाईँसँग छ एकैसँग म जोडेर दिन्छु नि त दाइलाई अस्ति बस पनि हाल्दै निन्द्रामा हिँड्छ यसो मुख सुख पनि बराबरी भयो 50 अघि बराबर भयो अलग भइहालेको छ अनि सबै राम्रै हो हर्कमान पनि राम्रो छ सबै एउटा मिल्नु पर्यो नि त देउता देउता भनेर एउटा मासी हर्का चाहिँ के गर्छ उहाँ पर गएर सबै आफै हिरो बन्छ हैन सबै हिरो परै बनाउँछ भन्छ यो हुनु पर्यो नि यो जम्मै भन्दा यो हिरो भनेको एकजना नोट भनेको कुरा चाहिँ जिन्दगी विदेशीले पनि कसले अब पत्याउँदैन नेपाललाई बुझ्यो नि अब सम्म त भयो कसले पत्ता भित्तो राखेर खायो पहिला जिम्मा कसैले निधो नगर्ने हो र अर्को चाहिँ पहिलाको प्रधानमन्त्री म उतै सिङ्गापुरमा बस्छु मलाई के गर्छ र अब